थुकेर चाट्न लगाऊ, चाट बालेन भन। चाटो भने गुड बालेन, चाटेन भने चटाऊ मुझे। If Balen भएको भए, he would have been the first openly gay Prime Minister of Nepal. सो हेलो गाइज, म हुँ प्रशान्त। आज पनि मैले नेपाली समाचार र अपडेटहरू थुप्रै लिएर आएको छु। सो सबैभन्दा पहिले हाडी जङ्गलीको कुरा गरौँ। उनले धेरै समयदेखि बालेन शाहलाई नराम्रो भन्दै आएका थिए र झुटो कुरा गरेर आरोप लगाइरहेका थिए। यो कुरा थाहा पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ। सुरुमा उनले के भनेका थिए यो भिडियो हेरौँ। जो बालेन बालेन भन्दै भक्त बनेर कुदिरहेको छ, प्रचण्ड र बालेनमा खासै फरक छैन रहेछ। बालेनलाई बस गीत गाउन आउँदो रहेछ भन्छौ तिमीहरूले 4-5 वर्षमा, एटलिस्ट 5-10 वर्षमा। कन्फिडेन्स ज्यादै छ क्या तिमीहरूलाई बालेनमाथि। मान्छे नै हो क्या त्यो, भगवान होइन। नेता अगाडि टाउको राखिदेऊ भने मुती दिन्छ त्यसले। काँधमा नचढाऊ। पोलिटिसियन्स स्लेभ हुन्छन् त का। ट्रिट देम लाइक योर स्लेभ। थुकेर चाट्न लगाऊ, चाट बालेन भन। चाटो भने गुड बालेन, चाटेन भने चटाऊ। त्यसरी नै बन्छ नेपाल। अहिले जुन प्लेसमा बालेन छ त्यही प्लेसमा प्रचण्ड थियो 64 सालमा। अब हिस्ट्री फेरिने कुरा होला, तर रिपिट हुने कुरा पनि हो। त्यो बिर्सिनु भएन नि त। र प्रचण्डले जित्या पनि हो, प्रधानमन्त्री पनि बने हो। उसको वान अफ द मेन मुद्दा थियो डाइरेक्टली इलेक्टेड प्रेसिडेन्ट युएसको जस्तो। तर गर्न घण्टा केही सकेन। किन सकेन, कसले गर्दा सकेन, त्यो धर्केला प्रधानमन्त्री भयो बनाएपछि थाहा हुन्छ। टिकटकलामा आएर भन्थ्यो कि केही भन्दैन। If Balen भएको भए, he would have been the first openly gay Prime Minister of Nepal. तर होइन, sadly. गजडे हो फेरि। म उर्लाबारदेखि काठमाडौँ जाँदै थिएँ, बालेन पनि ससुराली आएर काठमाडौँ फर्किँदै रहेछ। म बालेनतिर फर्कियो नि भने, हे बालेन, what is going on? मेरो साइडमा ट्याक्क बालेनको सिट थियो। अनि म बस्दै थिएँ, मेरो गोजीबाट गाँजाको पोको झऱ्यो। बसेर गाँजाको पोको टिप्छु भन्दा त गाँजाको पोको त छैन म्या। अनि मैले भने, हे ब्रो बालेन, what where is my गाँजाको पोको? मुसाले खायो, बालेनले भन्यो। मैले भने, खोइ मुसा, गाईले कुल्च्यो, बालेनले भन्यो। मैले भने, खोइ गाई, खोलाले बगायो भन्छ छोरातिर, बाउले ल्यायो बसको सिटमा खोला। अनि म यस्तो पछाडि फर्केँ, बालेनको बुढी पछाडिको सिटमा रहेछ। मैले सोधेँ, को यो नमुना? गिल्स, she answered. What is गिल्स? I asked. She said, गजडी, I like to fuck. यो भिडियो देखेपछि उनलाई किन पक्राउ गरिएको हो भन्ने त थाहा पाउनु नै भयो होला। तर आजभन्दा केही महिना अगाडि उनका एक फलोवरले यो भिडियो भाइरल भयो भने तिमी जेल जान्छौ भनेका थिए। त्यो पनि हेर्नुहोस्। र अब अर्को न्युजको बारेमा। यसभन्दा अगाडिको भिडियो त हेर्नुभयो होला, जसमा हामीले एकजना व्यक्तिले दुईजनालाई खोडा हानेको विषयमा उनलाई मात्र दोष दिएका थियौँ। तर अहिले उक्त झगडाको पुरा फुटेज बाहिर आएको छ। त्यो हेरेर नेपाली क्रिएटरहरूले के भन्नुभएको छ यहाँ हेरौँ। सुमित र सिजन मारिएका थिए नि, हत्या भएको थियो नि पाटनको दरबार स्क्वायरमा। अनि अहिले अब त्यो भिडियो चाहिँ बाहिर आइसकेको रहेछ। र त्यो जुन हत्यारा छ नि, त्यसलाई चाहिँ दाजुभाइ मिलेर झ्याम कुटेको अहिले भिडियो चाहिँ बाहिर आइसकेको छ। र तर त्यसले चक्कु त लानु हुँदैन थियो नि त। सायद त्यो चक्कु देखाइसके पछाडि दाजुभाइले कुटेको पनि हुनसक्छ है त्यसलाई, होइन? न त्यसै त कुट्दैन। दुईजना दाजुभाइ नमरेको भए सायद त्यो केटा मर्थ्यो जस्तो लाग्छ कि मलाई चाहिँ, किनकि यस्तो पाराले कुटाइसक्यो त्यो केटालाई पनि। झ्याम एकदम छानबिन गरेर न्याय दिलाउनु पर्छ। तर अब हत्या त भइसकेको छ, हत्यारा त दोषी त 100% दोषी भइसकेको छ, होइन? त्यो हत्यारा त एक नम्बरमा त्यसले छुरी ल्याउनै नहुने हो। त्यहाँनिर छुरी ल्याइसके पछाडि चाहिँ त्यो केटाहरू पनि जङ्गिया जस्तो लाग्छ कि। जुन अब सामान्य भन्नुभयो होला उनीहरूको त्यतिखेर, तर के कुरामा चाहिँ उनीहरूको उस भयो होला। अनि उसले छुरी निकालिहाल्यो, तर त्यो छुरी निकाल्नेले पनि हत्या नै गर्ने भनेर नै आएको जस्तो देखिन्छ भिडियोमा हेर्दाखेरि चाहिँ, होइन? मलाई यो पाटन घटनाको बारेमा बोल्न मन लाग्थेन, होइन? तर यो जब मैले यो भिडियो हेरे पछाडि, होइन, मर्ने मान्छेलाई त अब श्रद्धाञ्जली, हार्दिक श्रद्धाञ्जली त भन्नै पर्यो, होइन? तर जुन तरिकाले सुरुमा त्यो जुन चाहिँ यो दुईजना दाजुभाइले चाहिँ कुटेको देख्दा चाहिँ, होइन, यो चाहिँ पछि प्रतिकार पछाडि चाहिँ मान्छेले त्यस पछाडि अब यो डिफेन्स गर्ने बेलामा चाहिँ दाजुभाइ मरेको देखिन्छ कि। अनि जुन अब उसको बुवाले भन्नुभएको थियो यो मर्ने दाजुभाइको बाउले, होइन, त्यो एकजना केटीको आवत छ भनेको, केटी त तपाईँकै आफ्नै छोरा, कुनै अब गर्लफ्रेन्ड अथवा केही हुनुपर्छ कि। अब जुन तरिकाले हेर्दा भक्कुताले कुटेको देखिन्छ। त्यो जुन तलपट्टि लड्ने केटाको हातमा यसरी चक्कु भएको पनि देखिन्छ। चक्कु चाहिँ यति लामो सानो त्यो झिल्लीले परेको चक्कु देखिन्छ, है? अनि त्यसले गर्दा जुनमा चाहिँ त्यहाँ चाहिँ तपाईँको दुईजना त्यो छोराले चाहिँ अब मर्ने गरी कुटिरहेको छ त्यो केटालाई। अनि त्यो भन्दाखेरि अब यो दुई भाइ नमरेको भएदेखि त्यो केटा चाहिँ मर्ने नै रहेछ क्या। किनभने यिनीहरूले पनि मार्ने गरी हानेको रहेछ। जुन तरिकाले त्यो माथिदेखि तलसम्म पछाडि त्यो जब मान्छेले आफूलाई मार्ने तरिकाले अरूले त्यो गरे पछाडि उसले पनि मार्छ क्या, यदि मौका पायो भने क्या। त्यो सबैको त्यो सर्पलाई अथवा कुकुरलाई उसलाई पनि ठोके पछाडि उसले पछि टोक्छ क्या।
त्यही हो। अनि त्यही भएर मलाई चाहिँ यो कुरामा अब के गर्ने, मर्ने मान्छेलाई बिचरा मेरो मनदेखि नै होइन, तर जुन तरिकाले जसरी त्यो दाजुभाइ पनि उनीहरू पनि सुरुमा त गुन्डै बनेर आएर हिर्काउन आएको, हामी पनि कोही भन्दा कम छैन भने अझ केटी पनि सँगै लिएर आएर छैन। त्यही भएर यो देख्दा मलाई चाहिँ मरे पनि बिचरा भन्ने मन चाहिँ कसैलाई पनि लागेन। त्यो म यो र अर्को समाचार छ आशा भोसलेको बारेमा। आशा भोसले नेपाली सङ्गीत क्षेत्रमा बिर्सन नसकिने नाम हो। उहाँ भारतीय गायिकाको रूपमा मात्र परिचित नभई नेपाली गीत, सङ्गीत र चलचित्रको क्षेत्रमा पनि प्रसिद्ध हुनुहुन्छ। नारायण गोपाल लगायत थुप्रै नेपाली गायकहरूसँग सहकार्य गरेर उहाँले गाउनुभएका मोहनी लाग्ला है, आज हाम्रो भेट भएको दिन, बसन्त नै बस्न खोज्छ यहाँ, माया त माया हो, म प्यार बेचिदिन्छु, किन बढ्दैछ ढुकढुकी मुटुको, दियो बाली साँझको, गैरी खेतको सिरै हान्यो लगायतका गीतहरू आज पनि हामीमाझ निकै प्रसिद्ध छन्। आज उहाँ हामीमाझ नरहनु भए तापनि उहाँ सधैँ नेपाली सङ्गीतको क्षेत्रमा अमर रहिरहनुहुनेछ। सो अब कुरा गरौँ करण केसीको बारेमा। उनले एउटा म्याचमा अम्पायरले गल्ती गरेको देखेर सामाजिक सञ्जालमा एउटा कमेन्ट लेखेका थिए। उनले लेखेका थिए, यदि कुनै प्लेयरले अम्पायरलाई झुक्किएर पिट्यो भने के हुन्छ, मेरो मतलब बाई मिस्टेक भयो भने कति म्याच ब्यान हुन्छ। उनको यो कमेन्टपछि अम्पायरहरूले यस्तो खेलाडीले यस्तो प्रतिक्रिया दिन थाल्यो भने हामीलाई काम गर्न डर हुन्छ भन्दै क्यानसँग कारबाहीको माग गरेका थिए। त्यसैले क्यानले उनलाई 1 खेलको प्रतिबन्ध र जरिवाना लगाएको छ। यो खबर सुनेपछि करण केसीले स्पष्टीकरण दिँदै लेख्नु भएको छ, यदि खेलाडी र अम्पायर बीच हातपात हुँदा के हुन्छ होला भनेर मजाकको रूपमा एउटा जिज्ञासा व्यक्त गरेको थिएँ। क्रिकेटमा अम्पायर, कोच र खेलाडी सबै एउटै परिवार जस्तो हुने भएकोले उक्त मजाक गरेर लेखिएको अभिव्यक्तिले कसैलाई ठेस पुगेको भए क्षमा याचना गर्दछु। अब कुरा गरौँ राजनीतिक समाचारको। बालेन शाहको टोलीले हर्क साम्पाङको पार्टीकी सदस्य रुबी कुमारी ठाकुरलाई सहयोग गरेको छ। यो देखेर नेपालीहरू दङ्ग परेका छन्, किनकि हर्क साम्पाङले बालेनलाई विदेशी दलाल भन्नुहुन्थ्यो, तर बालेनले शत्रुलाई पनि गुणले जित्नुपर्छ भन्दै हर्क साम्पाङको पनि मन जित्नु भएको छ। एटा हर्क साम्पाङले पनि म र बालेन मिलेको को हेर्न चाहनुहुन्छ भनेर कमेन्ट गर्नुभएको छ। अब कुरा गरौँ सागर लम्साल बलेको बारेमा। मैले तपाईहरूलाई अपडेट गराएको थिएँ कि बले जेल परेका छन् भनेर। अहिले उनलाई हाजिरी जमानीमा परिवारको जिम्मामा छाडिएको छ। हाजिरी जवानीमा रिहाई भए सागर लम्साल बले हो। साथीहरू, कलाकार सागर लम्साल बलेलाई हाजिरी जवानीमा रिहाई गरेको छ यतिबेला नेपाल प्रहरीले। उनलाई शुक्रबार अर्थात् आज हाजिरी जवानीमा रिहाई गरिएको काठमाडौँ जिल्ला परिसरका एसएसपी पवन कुमार भट्टराईले यतिबेला जानकारी गराएका छन् भने उनले सागर लम्साललाई खोजेको अवस्थामा उपस्थित हुने गरी परिवारको जिम्मा लगाइएको छ। सागर लम्साल बलेमाथि अमेरिकामा अध्ययनरत एक युवतीले बलात्कारको आरोप लगाएकी थिइन् भनेदेखि सागर लम्साल बले बुढा नीलकण्ठबाट केही समय अगाडि उनी पक्राउ परेका थिए, केही दिन अगाडि भनेदेखि अब उनको थप हाजिरी जवानीमा अनुसन्धान हुने नै छ यस विषयमा। भनेदेखि सागर लम्साल बलेका विषयमा हरेक खालका टिका टिप्पणीहरू आइराखेका बेला यसरी हाजिरी जवानीमा छुट्टिनुलाई चाहिँ तपाईँले कसरी हेर्नुभएको छ, कृपया कमेन्ट गर्न भने। यति भन्दै आजको हाम्रो भिडियो अन्त्य गरौँ। सबैजनाले लाइक र सब्स्क्राइब गरिदिनु होला अनि कमेन्टमा भिडियो कस्तो लाग्यो लेख्न नबिर्सिनुहोस्। थ्याङ्क यू सो मच।